अँध्यारो नेपालबाट उज्यालो नेपालको यात्रा गर्न काम गरेको एउटा कर्मचारीलाई आफ्नो कुनै सरकारी आवेगमा कुनै व्यक्तिलाई नियुक्ति प्रक्रियामा सरकारले जुन किसिमका गतिविधि अवलम्बन गर्यो यसले विधिको शासनमाथि प्रश्न चिन्ह खडा गर्यो। कुलमान घिसिङ एउटा आम व्यक्ति मात्रै होइन, एउटा प्राधिकरणको फगत डिजी मात्रै होइन, उहाँ चाहिँ नेपाली जनताको सपनालाई चाहिँ यथार्थमा बदल्ने एउटा नायकै हो भनेर पनि बुझ्नुपर्छ। नायकलाई आज सरकारले अन्याय गरेको देख्दा नेपाली जनताको मन रोएको छ। सरकारले चाहिँ कुलमान घिसिङलाई किन हटायो यसको जवाब चाहिँ सरकारले दिनुपर्छ। मलाई अझै पनि सम्झना छ एसएलसी परीक्षा दिने बेलामा 18 घण्टा 24 घण्टामा 18 घण्टा लोड सेडिङ हुन्छ अनि जम्मा त्यो 3-4 घण्टामा आफूले कति कुन समय पढ्ने नभएदेखि टुकी बालेर आफ्नो चलाउनु पर्ने अवस्था थियो। त्यो भयो हुनाले हामीले चाहिँ सरकारलाई यसको जवाब दिनुपर्छ। यसरी चाहिँ गैर कानुनी र गैर न्यायिक रूपमा चाहिँ कुनै पनि व्यक्तिमाथि चाहिँ कैँची चलाइनु हुँदैन, फेरि इन्भर्टर किन्नलाई बाध्य पार्नु हुँदैन, फेरि अँध्यारो मुलुकलाई अगाडि बढाउन बाध्य पार्नु हुँदैन भनेर हामीले प्रश्न गऱ्यौँ र सत्तापक्ष प्रतिपक्ष सबै प्रतिपक्ष मिलेर हामीले त्यसको उहाँको जवाफ माग्यौँ। तर त्यो जवाफ मागिसके त्यो जवाफ नदिएपछि अब संसदमा हामी जवाफ मागिराखेका छौँ। अब प्रधानमन्त्रीले जवाब दिन्छु भनेपछि संसद सुचारू हुन्छ। भनेको जवाफ नदिन्जेलसम्म तपाईँले संसदको अवरोधता कायमै राख्नुहुन्छ? संसदमा त जवाब नदिँदासम्म त त्यो छोड्ने कुरा नै रहेन। जवाब चाहियो, जवाब चाहियो, जवाब चाहियो। जवाब कसको? प्रधानमन्त्रीको कि ऊर्जा मन्त्रीले पनि जवाफ दिँदा होइन, प्रधानमन्त्रीले स्वयं दिनुपर्छ र सरकारले दिएपछि हुन्छ। तपाईँले यो भन्दै गर्दा ऊर्जा मन्त्रीले के भन्नुभएको छ केही दिन अगाडि भने अब लोड सेडिङ हुन्छ, भारतले बिजुलीले कटौती गरिसक्यो, भारतको कारण यो लोड सेडिङ घट्या हो, धन्यवाद त भारतले दिने हो कुलमानलाई होइन, र अब फेरि लोड सेडिङ हुन्छ भन्नुभएको थियो। नयाँ नियुक्ति भएको छन्, अब लोड सेडिङ भयो भने के हुन्छ? लोड सेडिङ भयो भने यो सरकारको कारणले गर्दा हुन्छ। त्यही भएर जनतालाई हामी भन्छौँ यिनीहरूलाई अब आउने चुनावमा भोट नहाल, तर जनता मान्ने तयार छैन, फेरि हालिदिन्छन्। समस्या पनि हो। लोकतन्त्र प्रजातन्त्रमा सबभन्दा ठुलो कुरा के छ भने जनताले जनताबाट बाइकट गर्ने, जनले काम गर्दैनन् होइन। त्यो भए हुनाले चाहिँ अब यसरी कुनै विदेशी मुलुकले गरेको हो भनेर भन्नका लागि त्यस्तो गैर जिम्मेवारीपूर्ण जवाब चाहिँ मन्त्रीले नदिए भए हुन्थ्यो र त्यसको जवाब पनि हामीले मागिराखेका छौँ। यो आजको माग त्यो पनि हो। पछिल्लो समय नेपाली जनतामा एकदमै धेरै चरम निराशा देखिराखिएको छ सरकारको गतिविधिलाई लिएर। जहिलेदेखि नयाँ सरकार बन्यो, यो गठबन्धन बन्यो, त्यस पछाडिबाट सरकारका क्रियाकलापहरू निरन्तर रूपमा नेपाली जनतालाई कुनै न कुनै तरिकाले चित्त बुझिरहेको छैन। त्यसै सिलसिलामा यो एउटा घटना पनि एउटा घटनाको रूपमा थपिएर आएको छ जसले नेपाली जनतालाई चाहिँ निराश बनाएको छ। कुलमान घिसिङ एउटा आम व्यक्ति मात्रै होइन, एउटा प्राधिकरणको फगत डिजी मात्रै होइन, उहाँ चाहिँ नेपाली जनताको सपनालाई चाहिँ यथार्थमा बदल्ने एउटा नायकै हो भनेर पनि बुझ्नुपर्छ। किनभने हिजोको दिनमा यस्तो समय थियो, तपाईँ हामीले पनि भोग्यौँ, 18 घण्टासम्म दिनमा लोड सेडिङ हुन्थ्यो। मलाई परीक्षा दिँदा मलाई अझै पनि सम्झना छ एसएलसी परीक्षा दिने बेलामा 18 घण्टा 24 घण्टामा 18 घण्टा लोड सेडिङ हुन्छ अनि जम्मा त्यो 3-4 घण्टामा आफूले कुन समय पढ्ने नभएदेखि टुकी बालेर आफ्नो चलाउनु पर्ने अवस्था थियो। त्यस्तो अवस्थाबाट एउटा व्यक्ति प्राधिकरणमा नियुक्त भइसकेपछि मलाई लाग्छ 3-4 महिनामा होला उहाँ नियुक्त भइसके पछाडि तुरन्त उहाँले चाहिँ काठमाडौँ उपत्यका लगायत केही सहरहरूमा चाहिँ निरन्तर रूपमा बिजुली आपूर्ति हुने खालको सिचुएसन उहाँले बनाउनु भयो, लोड सेडिङबाट मुक्त बनाउनु भयो। 2075 मा त उहाँले चाहिँ लोड सेडिङ मुक्त नै घोषणा पनि गरिदिनु भयो। त्यसरी नेपाली जनतालाई 18 घण्टासम्म लोड सेडिङको मारमा राखिरहेको एउटा सरकार थियो, त्यतिखेरको नेतृत्व थियो, त्यतिखेरको समाज थियो। त्यहाँबाट यथार्थमा यस्तो पनि हुनसक्छ भनेर देखाउने नायकलाई आज सरकारले अन्याय गरेको देख्दा नेपाली जनताको मन रोएको छ। खलनायक बनाएर निकालिएको छ, किनकि उहाँलाई त पुरस्कृत गर्नु पर्थ्यो, दण्ड दिएर निकालियो कि यसले त अलिकति तपाईँहरू जस्ता सांसदहरू या तपाईँहरू जस्ता बोल्ने आवाज भएका व्यक्तिहरूलाई पनि काम गर्न यो देशमा बस्न मन छैन होला नि, होइन? किनकि जो राम्रो गर्छ त्यो व्यक्तिहरू यस्तै गरिरहेको हुन्छ हो। मैले अघि पनि भने सरकार जहिलेदेखि यो नयाँ सरकार बन्यो संसारमा यो लोकतन्त्रमा चाहिँ पहिलो र ठुलो दल मिलेर सरकार बन्ने भन्ने कुरा युजली हुँदैन। किनभने लोकतन्त्रमा भनेको प्रतिपक्षले सरकारलाई जहिले पनि खबरदारी गर्ने हो। यहाँ चाहिँ सबैभन्दा ठुलो प्रतिपक्ष भनेको दोस्रो ठुलो दललाई चाहिँ प्रतिपक्ष मान्ने हो नि त खास त। तर अब यहाँ पहिलो र दोस्रो ठुलो दलले नै सरकार बनाएको अवस्था छ र उहाँहरूले त्यतिखेर जे भनेर प्रमिस गरेर यो ठुलो दलहरूको एउटा सरकार बनाउनु भएको थियो, त्यो प्रमिस चाहिँ उहाँहरूले केही पनि पुरा गर्नु भएको छैन। उहाँहरूले त्यतिखेर यो सरकार बनाउँदै गर्दा के भन्नुभएको थियो भने नेपाली जनतामा आम
चरम निराशा देखियो, आम नेपाली जनतामा चरम निराशा देखियो। अब चाहिँ हामीले गठबन्धन गरेर नेपाली जनताका निराशाहरू निराकरण गर्छौँ, संविधान संशोधन गर्छौँ हैन। यावत कुराहरू उहाँहरूले गर्नुभएको थियो, सानसाना दलहरूले गरेर अस्थिरता आयो, नेपाली जनतामा निराशा आयो। हामी चाहिँ अब स्थायित्व लिएर आउँछौँ, हामी दुईजनाको भूमिका हुनसक्छ, त्यस कारणले पनि यो अपवाद हो। हामी अपवाद नै भए पनि यो सरकार गठन गरेर अब चाहिँ हामी नेपाली जनतालाई सुख दिन्छौँ भनेर उहाँहरूले बाचा गर्नुभएको हो। तर आजको दिनमा जुन दिनदेखि उहाँहरूले सरकार बनाउनु भयो त्यो दिनदेखि आजको घटनाक्रम हेऱ्यौँ भनेदेखि हरेक एक हप्तामा केही न केही भइरहेको छ, जसले चाहिँ नेपाली जनतालाई दुखी तुल्याइरहेको छ। त्यसै कारणले यो अहिले भएको घटना पनि त्यो निराशाकै चाङ मध्येको एउटा चाङ सरकारले थप्ने काम गर्यो। अहिले चाहिँ अब यो व्यवस्थाका बारेमा पनि विभिन्न प्रश्नहरू उठिरहेका छन्। मैले सदनमै पनि राखेको थिएँ। अहिले व्यवस्थाका बारेमा नेपाली जनताले आवाज उठाइरहेको विषय त्यो सरकारले अहिले गरिरहेको एउटा अकर्मण्यता कर्महरू छन् नि, त्यस कारणले गर्दा नेपाली जनता निराश भएर अब यो खालको कुराहरू बाहिर निस्किन थालेको छ। अब यो अहिलेको सरकार नसचिउन्जेलसम्म, अहिलेको यो परिस्थिति नसचिउन्जेलसम्म नेपाली जनताले सुखको सास फेर्ने स्थिति आउँदैन। त्यस कारणले पनि अहिले जे भइरहेको छ यसको भागीदार भनेको नेपाल सरकार नै हो। र अहिले अब कुलमान घिसिङलाई जो हटाउने निर्णय भएको छ यसले हामीलाई पनि दुखी तुल्याएको छ। यो संसदको मात्रै कुरा होइन। अहिले तपाईँले यो क्यामेरा लिएर हरेक गाउँटोलमा गएर सोध्नुभयो भनेदेखि हरेक एक नेपालीलाई दुःख लागेको छ यो अहिलेको सरकारको क्रियाकलाप। सरकारले के भन्यो भने केही दिन अगाडि अहिलेका ऊर्जा मन्त्रीले फेरि लोड सेडिङ हुन्छ भनिसक्नु भएको छ। कुलमान घिसिङले त्यसको जवाफमा लोड सेडिङ हुँदैन भन्दै उहाँ आफै हट्नु पर्यो। र उहाँले अर्को के भन्नुभएको थियो, यो लोड सेडिङ हटाएको भारतले हो, भारतलाई पो धन्यवाद दिने, किन कुलमानलाई दिने भनिरहनु भएको थियो कि एउटा ऊर्जा मन्त्रीले, त्यो पनि देशका यो राष्ट्रको ऊर्जा मन्त्रीले भारतलाई धन्यवाद दिनुपर्ने चाहिँ अभिव्यक्ति दिनुहुन्छ, त्यो पनि संसदबाट। यस्तो नेपालको ऊर्जा क्षेत्रलाई हामीले प्रगतिशील बनाउन र सबै नेपालीको घर घरमा बिजुली पुर्याउनको लागि धेरै एक्टिभिटिजहरू नेपालमा भए हैन। अहिले चाहिँ अब निजी क्षेत्रले पनि लगानी गर्यो, इभन अब भारत सरकारको पनि केही कुराहरूमा लगानी रह्यो, उहाँहरूको पनि योगदान रह्यो। अब त्यो सबै कुराहरू हिजोको पहिला कुलमान घिसिङ आउनुभन्दा अगाडि पनि त केही प्रयासहरू भइरहेको थियो। तर मूल कुरा चाहिँ के हो भनेदेखि को नेतृत्व आएर त्यसलाई व्यवस्थापन गर्न सक्यो, को नेतृत्वले त्यसलाई सही व्यवस्थापन गरेर यो सबै कुरालाई म्यानेज गरेर नेपाली जनतालाई चाहिँ बिजुली चाहिँ 24 घण्टा पनि सम्भव छ भन्ने कुरा यथार्थमा बदल्न सक्यो भन्ने कुरा चाहिँ प्रधान कुरा हो। त्यस कारणले एउटा नेतृत्वले गरेको कुरालाई एउटा मन्त्रीले चाहिँ होइन उसले गरेको होइन भनेर भन्नु फेरि यो आफैमा एकदम पूर्वाग्रहपूर्ण छ। अब सबै काम उहाँले गर्यो भनेर भन्नु पनि सायद अब त्यो अर्कै हुन्छ होला, तर उहाँले गरेको होइन भनेर भन्नु पनि यो पूर्वाग्रहपूर्ण हो। जाँदा अन्तिम प्रश्न, यी लोकप्रिय पात्रहरू जो जनताले रुचाएका छन् ती पात्रहरूको नजरमा केपी शर्मा ओली सधैँ तगारो भन्छन्। केही समय अगाडि रवि लामिछाने, त्यसपछि कुलमान घिसिङ र बालेन शाह, यी तिनै पात्रहरूसँग अब रवि लामिछानेको त पद निलम्बन गराएरै देखाइसके हैन, कुलमान घिसिङको पनि अब देखिहाल्यो र मिल्यो भने बालेन शाहको पनि पदमुक्त गर्ने बाटोहरू खोजिरहेछन् भन्छन् हैन। यो देखिन्छ त्यस्तो अवस्थाहरू, किनकि बालेन शाहले अहिलेसम्म कर्मचारीलाई तलब खुवाउन पाएका छैनन्, उनी आफैले तलब खाएका छैनन्, हजारौँ अहिले तलबविहीन भएका छन्। डेफिनेटली अहिलेको यो सरकारले गरेका क्रियाकलापहरूले जनतामा एकदम चरम निराशा लिएर आएको छ, एकदमै धेरै निराशा लिएर आएको छ। हरेक एक नेतृत्व जसले चाहिँ समाज बदल्छु भनेर सपना देखायो, नेपाली जनतासँग गएर म बदल्छु भन्ने कुराको एउटा चाहिँ प्रमाणित गर्ने किसिमको कसरतहरू पनि गरिरहेको थियो। ती हरेकलाई चाहिँ अहिले सरकारले ब्याक गराउने कुनै न कुनै तरिकाले तगारो हाल्ने काम गरिराखेको कुरा हामीले देखिराखेकै छौँ। अब यसले चाहिँ के बताउँछ भने सरकार लोकप्रिय त पटक्कै छैन, तर अब सरकारले अब म सधैँभरि सरकारमा रहिरहन्छु भन्ने भ्रम पालेको हो भनेदेखि त्यो एकदम गलत कुरा हो। तर अब आउने निर्वाचनमा नेपाली जनताले चाहिँ राम्रै समीक्षा गर्छन्, राम्रै तरिकाले हेर्छन्, किनभने यो देश अब कसैको हातमा त कोही व्यक्ति प्रधान छैन नि त, यो त नेपाली जनताको देश हो। नेपाली जनताले आफ्नो विवेकले चाहिँ यसलाई कता लैजाने भन्ने कुरा निर्क्युल गर्ने हो। आगामी निर्वाचनमा चाहिँ नेपाली जनताले मजाले देखाइदिनु हुनेछ नेपाली जनताले चाहेको के हो, कस्तो खालको नेतृत्व भनेर। त्यस कारणले अब त्यही अनुरूप नै होला भन्ने मलाई अपेक्षा छ। मैले बोलेको कुरामा अहिले गाली गर्ला दुनियाँ गर्ला, तर हो वास्तविकता यही। प्रचण्डले बाहिर केही समय अगाडि भर्खरै बोलेर जानुभयो, उहाँले के भन्नुभयो भने माननीय ज्ञानेन्द्र साईज्यूले चाहिँ झुटो हल्ला फैलाइदिनु भयो, प्रचार फैलाइदिनु भयो, स्वरलाई खुट्टा काट भन्दाखेरि खुट्टा उठाउँछ भनेको जस्तै हो यो। अहिले के भयो भने 3 दलको बैठक बस्यो, 3 दलको बैठक बसिसकेपछि प्रचण्डको पनि ढोका खुला गर्ने, यिनीहरूको ढोका पनि खुला गर्ने। यो बेला बेला नेपालमा चाहिँ यस्तो सम्झौताहरू भइरहन्छन् जो सर्वसाधारण जनतालाई थाहा हुँदैन।
मैले बोलेको कुरामा अहिले गाली गर्लान् दुनियाँ गर्लान्, तर हो वास्तविकता यही। किनभने यदि त्यसो होइन भने कुलमान घिसिङलाई आज हटाउन खोजे हो त पत्रकार साथी हो। तपाईँहरूले नै समाचार छापे होइन यहाँभन्दा 3 महिना 4 महिना 5 महिना अगाडि हो त, किन सकेन त त्यतिखेर? कि त्यतिखेर टाइम आएको थिएन र? भनेको प्रचण्डजीको ग्रिन सिग्नल भएपछि त्यो बिना त सम्भवै छैन। किन सम्भव छैन भने स्पष्ट तपाईँहरूले बुझ्ने राजनीतिक भाषा, टिआरसीमा को छ दोषी? त्यतिखेर दोषी जङ्गल गएको माओवादी दोषी छ। अनि अर्को दोषी को छ? सत्ता पक्षमा बसेको, राज्य पक्षमा बसेको काङ्ग्रेस दोषी छ। काङ्ग्रेसले चलाएको हो नि त सत्ता त्यतिखेर। राजा त त्यतिखेर राष्ट्रपति जस्तै हो, बुझ्नुभयो? अनि भनिसकेपछि त्यसमा चाहिँ तपाईँको सबभन्दा संलग्नै नभएको पार्टी को छ? एमाले छ। अनि अहिलेसम्म एमाले टिआरसीमा सहमति दिएको थिएन, एमाले रोकेको थियो। तर अब टिआरसीमा एमाले पनि सहमति गर्ने, कुलमान घिसिङ हटाउँदाखेरि ग्रिन सिग्नल दिने, त्यो सहमति हुने बित्तिकै मन्त्री परिषदको बैठक कसरी बस्यो त? आधा घन्टा पछाडि मन्त्री परिषदको बैठक बसिएको छ, सिंहदरबारको बैठक सकेर। र फेरि मन्त्रीको होइन, मन्त्रीको जस्तै स्वयं सञ्चार मन्त्रीले झुटो बोल्नु भएको छ त्यहाँ सरकारको प्रवक्ताले। त्यहाँ त कहीँ न कहीँ कारण छैन, झुटो बोल्नुभयो नि त। भने यसरी तपाईँको डिजाइन गरेर गर्ने अनि सडकमा रमिता देखाउने। टिआरसी भने के हो थाहा छ तपाईँहरूलाई? कैयौँ नेपालका अहिले अधिकांश जनतालाई टिआरसीको बारेमा थाहा पनि छैन। यो भनेको के हो भने त्यतिखेरको सत्तापक्षले मैना सुनवारलाई जसरी मार्यो ती मान्छे पनि दोषी हुन्, त्यतिखेरको विरोधी पक्षले बाँदर मुडेमा बम हानेर सर्वसाधारण मान्छे मार्यो ती पनि दोषी हुन्। यी दुईटै दोषीलाई अहिलेको कानुनअनुसार, प्रचलित कानुनअनुसार कारबाही हुन्छ। अहिले पनि मानवाधिकारको गम्भीर उल्लङ्घन गरेका व्यक्तिहरू जो युद्धमा सहभागी छैनन्, जो सत्तापक्षसँग सहभागी छैनन्, ती दुईटा निहत्या नागरिक मार्ने चाहे सत्तापक्षका हुन् चाहे विरोधी पक्षका हुन्, यी दुईटैलाई कानुनी अदालतमा उभ्याउन पाउने अहिलेको विद्यमान कानुनले दिन्छ। तर अहिले नयाँ कानुन टिआरसी ल्याएर यी दुईटै हत्या गरेका मान्छेलाई, मैना सुनवारको हत्या गरेको सरकार पक्षबाट हत्या गरेका हत्याराले पनि उन्मुक्ति पाउने, बाँदर मुडेमा दिउँसै बम हानेर सर्वसाधारण मान्छे मार्ने विरोधी पक्षलाई पनि उन्मुक्ति दिने भनेर ल्याएको कानुनको नाम हो टिआरसी। त्यसमा एमालेको समर्थन थिएन। एमालेको समर्थन कतिखेर जुट्यो? जब कुलमान हटाउने भने तब समर्थन जुट्यो। यो त सबैले बुझिया छ नि हो। त्यो त केपी ओलीलाई सोधे पनि भन्दैनन् नि। यो राजनीतिक सहमति हटुन्जेलसम्म यो टिआरसीमा केही माखो मार्ने केही पनि भएको थिएन। त्यहाँभन्दा अगाडि एमाले कहिल्यै सहमति दिएको थिएन। जब टिआरसीमा एमाले सहमति दियो तब कुलमान हटे। त्यो त जनताले, सर्वसाधारण जनताले बुझ्ने कुरा हो नि। प्रचण्डजीको सबभन्दा ठुलो अचिभमेन्ट नै यही भयो, टिआरसीलाई कुलमान त के हो, राजनीतिक मुद्दा हो प्रचण्डजीको, यसो कर्मचारी भइहाल्छ भन्ने हो। तर टिआरसीले त उनलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने कि नपाउने भन्ने छ। सबभन्दा ठुलो कुरा टिआरसी हो। आतंकवादी बन्नुबाट चाहिँ जोगाउने एउटा त्यो टिआरसी हो। त्यो एमालेको समर्थन बिना संसदमा पास हुँदैन। ओके, त्यो पास भयो ल, ठिकै छ। अब यो घटनाले अहिले त तपाईँहरू प्रधानमन्त्रीको जवाफ खोजिरहनु भएको छ। यदि प्रधानमन्त्रीको जवाफ तपाईँको आशयअनुसार एउटा सामान्य तौरबाट आयो भने प्रचण्डले स्वीकार्नु भयो भने तपाईँहरू स्वीकार्नुहुन्न? होइन, सामान्य पक्षबाट आयो भने प्रचण्डले स्वीकार्ने बित्तिकै हामीले स्वीकार्नुपर्छ भन्ने छैन। प्रचण्ड माओवादीको नेता हुन्, हामी राप्रपाको हो। हाम्रो पार्टी पनि फरक हो, सिद्धान्त पनि फरक हो, विचार पनि फरक हो। प्रचण्ड चाहिँ कहिले वारी कहिले पारी जमुना हुन्। पायो भने दौडिहाल्ने, खाइहाल्ने, कुदिहाल्ने, हिँडिहाल्ने, दौडिहाल्ने। छेपारोले कम रङ फेर्ला, प्रचण्डले त्यहाँभन्दा बढी रङ फेर्छन्। हिजो यिनै होइनन् देशमा यत्रो विध्वंसमा छ भने को थिए? नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भएर सरकार चलाउनु भएको थियो, जङ्गल गएर प्रचण्डले हतियार उठाउनु भएको थियो। यी दुवैजनाले तपाईँको सत्ता पक्षबाट पनि जनतालाई दुःख दिए, विरोधी पक्षबाट पनि दुःख दिए। तर आरोप राजालाई लगाए यिनीहरूले, लगाएर देशमा विध्वंस आतङ्कवाद मच्चाएको होइन। अहिले त दुइटै मिलेर अस्ति चुनावसँगै लडे। अहिले एकले अर्कालाई देख्न नहुनेछ। नयाँ कोही साथीहरू आएर यो व्यवस्थामा प्रधानमन्त्री पनि हुनेवाला केही छैन। उही संसद अवरुद्ध हुने हो, उही झगडा हुने हो, उही लडाइँ हुने हो। विदेश जान मान्छे रोकिने होइन, देशमा रोजगारी सिर्जना हुने होइन, गरिब दुखी जनताले न्याय पाउने होइन। उही कुर्ची फेरिने हो, व्यक्ति फेरिने हो। त्यो भावनालाई अवस्था सुधार्नका लागि व्यवस्थामा सुधार्नुपर्ने आवश्यक छ। अब यो सुनाउँदाखेरि कसैलाई अलोकप्रिय लाग्ला, तर वास्तविकता यही हो। भनेको अब व्यवस्था नफेरिकन यसको कुनै अहिलेको प्रधानमन्त्री जनताले चुने हो, अनि यही व्यवस्थामा तपाईँ जानुहुन्छ। किन नमान्ने? केपी ओलीले जनताको जवाब किन दिने? उहाँले जनताले प्रधानमन्त्री बनायो र? जनताले जिताएर पठाए, जनताले सांसद पठाएको। अब सुन्नु, जस्तै त्यो भावना यदि प्रत्यक्ष जनताबाट निर्वाचित भइदियो भए जनताको कुरा सुन्नु पर्थ्यो नि। नभए त पछिल्लो पटक चुनाव हारिन्छ नि त, त्यहाँ जिम्मेवारी बोध हुन्थ्यो नि त। यहाँ त संसदबाट प्रधानमन्त्री चुन्ने व्यवस्था छ। अनि यहाँ त चुनाव नलडे पनि प्रधानमन्त्री बन्न पाइन्छ। सामानुपाति आइहालिन्छ डङ्की डङ पारेर।
मन्त्री बन्नलाई चुनावै जित्नु पर्दैन यो देशमा। अनि यस्तो व्यवस्था ल्याएर अनि देश बन्छ भनेर पछाडि हिँड्ने तपाईँ पत्रकार साथीहरू पनि कस्तो, यही व्यवस्थाले उत्तम गर्छ हामी नयाँ मान्छे हौँ भनेर जनता बेकुफ बनाउने मान्छे कस्तो अनि यही व्यवस्थामा चुनाव लड्ने तपाईँहरू मान्यज्यू पनि हुनुहुन्छ। हो। यही व्यवस्थामा फाल्छौँ भनेर चुनाव लडे अब हामी प्रश्न गर्छौँ। नेपालको संविधान 2072 को धारा 274 तत्कालीन रापरपाले लेख्या हो, तर आज कमल थापालाई भन्लान् त्यही कमल थापाले त्यो व्यवस्था लेखिदिया। यो कसैको दयामा लेखिएको कुरा होइन, जनताको जनमतले लेखेको कुरा हो, कसैले भेग दिएको होइन, ठोकेरै लेख्या। त्यो कुरा याद होस्। भनेको तपाईँहरू अब सडकमा जाँदै हुनुहुन्छ, राज संस्थाको पक्षमा त बोलिरहनु भएको छ, राजा फर्काउँछु भन्ने पक्षधरहरू दुईतिर छ, अब तपाईँहरू कुनतिर जाने भन्ने चिन्ता यसो छ, गणतन्त्र चाहिन्छ भन्ने पनि हिजो ठुलो ग्रुप थियो। प्रचण्ड जङ्गल गएका थिए, नारायण गाजीहरू युद्धै गरेका थिएनन्, नेपालमै बसेका थिए, हतियारै बोकेका थिएनन्। अब मोहन सिंह अलग्गै थिए, सबै अलग्गै थिए, तर उनीहरूको उद्देश्य एउटै के थियो भने देशमा लुटतन्त्र ल्याउने, लुटेर खाने हो। अहिले त्यस्तै हामी राजा राज संस्था मान्नेहरू कोही पार्टीमा हौँला, कोही सङ्गठनमा छौँ, कोही अभियानमा छौँ, फरक फरक ठाउँमा पनि हाम्रो विचार एउटै हो, अन्तिममा जाने उद्देश्य एउटै हो। अझ बढी समूह जन्मिनुपर्छ भन्ने पक्षको मान्छे हो। किनभने तपाईँहरू जसरी पनि फेरि त्यही ठाउँमा गएको देख्नु पुनर्स्थापना गर्नै पर्छ र गर्नुपर्ने भन्दा अर्को विकल्प छैन। त्यो हिसाबले हामी अगाडि बढ्छौँ। त्यो कुलमानलाई चाहिँ कुनै पार्टीको रूपमा चाहिँ अगाडि नबढाइदिनु होला, उनी कुनै पार्टीको होइन।